इजिप्ट भर्सेस अर्जेन्टिना। यो वर्ल्ड कपकै वान अफ द बेस्ट र वान अफ द मोस्ट इन्ट्रेस्टिङ म्याचेस थियो। तर अल्दो इट वाज अ गुड कमब्याक बाई अर्जेन्टिना, यो गेमको अराउन्ड एकदम धेरै कन्ट्रोभर्सिज अराउन्डेड छ। सो आजको भिडियोमा वी गोना बी टकिङ अबाउट इट। सो यो गेममा चाहिँ नि होइन, इजिप्टले एकदम राम्रो खेलेको थियो। सेकेन्ड हाफको 67th मिनटसम्मै पनि इजिप्टले एकदम राम्रो डोमिनेट गरिरहेको थियो अर्जेन्टिनालाई। सो यो गेमको फर्स्ट गोल वाज स्कोर्ड बाई इब्राहिम इन द 15th मिनट। त्यसपछि फर्स्ट हाफभरि केही गोल आएन र सेकेन्ड हाफको 67th मिनटमा जिकोले एकदम राम्रो गोल हानेको थियो। त्यसपछि बल्ल अर्जेन्टिना अलि राम्रो खेल्न थालेको र बल्ल 79th मिनटमा मेस्सीको क्रसमा कुटी रोमेरोले एउटा गोल हानेका हुन्। त्यसपछि फेरि लियोनल मेस्सीको एक्सेप्सनल गोलबाट अर्जेन्टिना लेभल द गेम र गेम ड्र भएको हो। त्यसपछि फाइनली लास्ट गोल वाज बाई एन्जो फर्नान्डेज, अ ब्युटिफुल हेडर इन द ब्याक अफ द नेट। सो अब यो गेममा कन्ट्रोभर्सी चाहिँ कहाँ छ त? गेम हेर्दाखेरि अभियसली इट सिम्स लाइक अर्जेन्टिनाले लास्टमा एकदम राम्रो खेल्यो र एकदम राम्रो कमब्याक गर्यो। तर कन्ट्रोभर्सी कहाँ आयो भने नि मान्छेहरूले चाहिँ रेफ्री वाज बायस टुवर्ड्स अर्जेन्टिना र रेफ्रीले फेयर डिसिजन्स लिएन भन्दैछन्। सो यो चाहिँ किन भन्दैछन् त होइन। सो सुरु गरौँ 58th मिनट अफ द गेम। इजिप्टले एकदम राम्रो काउन्टर अट्याक सुरु गर्यो र जिकोले एउटा एकदम राम्रो गोल पनि हान्यो। तर द गोल वाज डिसअलाउड किनभने इनिसियली इजिप्टले बल पोजिसन पाउनु अगाडि चाहिँ इजिप्सियन डिफेन्डरले लिचामाथि एउटा फल गरेको थियो, सर्ट पुल गरेर खुट्टामा टेकेको थियो। सो द्याट इज अ फल। तर गोल भएपछि मात्र रेफ्री कल द्याट फल अनि डिसअलाउड द गोल, विच इज टोटली फेयर। सो यो कुरामा चाहिँ मलाई आई डोन्ट थिङ्क इट वाज डिरेक्ट, आई डोन्ट थिङ्क द रेफ्री वाज बायस्ड पनि, किनभने इफ इट इज अ फल इट इज अ फल। द रुल्स अफ फुटबल क्लियरली स्टेट कि होइन, इन द सेम अट्याकिङ प्ले इफ होइन तिमीहरूले फल गरेको छौ र बल पाएको छौ, त्यसपछि तिमीहरूले बल आधी घन्टासम्म पनि एकअर्कासँग खेलेर गोल हान्यो भने पनि नि त्यो अगाडिको फलमा गएर क्यान्सल गर्न सकिन्छ भनेर लेखेको छ। मतलब त्यही लेखेको छैन, तर द रुल्स बेसिकली मिन्स द्याट। सो त्यो गोल त अभियसली फल भएको 20 सेकेन्ड्स पछि मात्रै आएको हो। सो किन डिसअलाउ नगर्ने त्यही फल भएको छ भने द्याट इज टोटली फेयर। त्यसपछि अर्जेन्टिनाले गोल इक्वलाइज गरेपछि इजिप्ट वाज अन द अट्याक अनि इट सिम लाइक कि साला वाज फल्ड इनसाइड दि डी बक्स अफ अर्जेन्टिना। तर त्यो एक्चुअल त्यस्तो भएको थिएन। एक्चुअली के भएको थियो भने सालाले बल भित्र लग्दाखेरि एल्भारेजले फर्स्टमा बल छोए र एकदम राम्रो डिफेन्डिङ गरे। त्यसपछि साला डिस्पोजेस भए होइन, सालाको खुट्टामा बल थिएन, सालाको पछाडि थियो बल। त्यसपछि सालाले फेरि घुमेर त्यो बल लिन खोज्दा आफै एल्भारेजको खुट्टामा ठोकेको हो र साला डाइभ, द्याट वाज अ क्लियर डाइभ। अनि सालाले पनि केही प्रोटेस्ट गरेनन्, इजिप्सियन प्लेयर्सहरूले पनि केही प्रोटेस्ट गरेनन्। तर इन्टरनेटमा एकदम नराम्रो नेगेटिभ सेट भयो, एउटा स्क्रिनसटको भरमा सबैले यो गेम रिग्ड हो भन्न थाले, विच इज टोटली नट राइट। त्यसपछि मान्छेहरूले भन्न थाले इजिप्टले अर्को पेनाल्टी पाउनु पर्ने हो, किनभने अर्जेन्टिनाको बक्समा चाहिँ एउटा इजिप्सियन प्लेयरको सर्ट तान्यो अरे। अब तिमीहरू त्यो सर्ट पुलको रिप्ले हेर होइन, सर्ट बेरली तानेको छ, एकदम थोरै तानेको छ अनि द्याट वाज अभियसली अ डाइभ, द्याट इज नेभर अ पेनाल्टी। अब यस्तै सर्ट पुल्सको कुरा गर्ने भए त यो वर्ल्ड कपभरि यति धेरै सर्ट पुल्स भएको छ। अब इक्जाम्पल लिम कोलम्बिया भर्सेस पोर्चुगल गेमको, त्यहाँ पनि त्यत्तिकै सर्ट पुल भएर इभन वेन द प्लेयर कुड गेट द बल सर्ट पुल भएर लडाएको छ। सो त्यहाँ चाहिँ पेनाल्टी किन दिएन त? अर्जेन्टिनाको केसमा चाहिँ पेनाल्टी, तर अरू टिमको केसमा चाहिँ नो पेनाल्टी। अनि अर्को कुरा भनेको त्यो प्लेयर हि पुट नो हुन्छ नि, मतलब उसले गेममा केही इम्प्याक्ट पनि राखेको थिएन। मेजोरिटी अफ द पिपल जसले यो रिग्ड भन्दैछ नि उनीहरू चाहिँ लाइक हुन्छ नि वर्ल्ड कपको गेम सक्यो होइन, अर्जेन्टिना भर्सेस इजिप्टको गेम सक्यो अनि बिहान उठेर हाइलाइट्स हेर्ने, त्यसपछि रिल्सहरू टिकटकहरूमा स्क्रिनसट हेर्ने अनि रिग्ड भन्दै हिँड्नेहरू छन् क्या मेजोरिटी। बिकज इफ यु एक्चुअली वाच गेम्स, इफ यु वाच द लिग गेम्स, युसिएल, प्रिमियर लिग एन्ड एभ्रिथिङ, यु वुड एक्चुअली नो द रुल्स। दे आर सेइङ कि सालाको माथि फल थियो वेन अभियसली फर्स्टमा बल टच भएको छ। द रिजन अर्जेन्टिना वान दिस गेम वाज ड्यु टु द ग्रेटनेस अफ मेस्सी, ड्यु टु द ग्रेटनेस अफ मेस्सी। अर्जेन्टिना वाज लुजिङ बाई 2 गोल्स, 2 गोलले हारेर आएको थियो अर्जेन्टिना र 15 मिनटमा अर्जेन्टिनाले 3 गोल हालिदियो। यो फिफाले गर्दा होइन, यो रेफ्रीले गर्दा होइन, यो रिग्ड भएर होइन, दिस इज सोल्ली द फल अफ इजिप्ट। द रिजन अर्जेन्टिना वान दिस गेम वाज ड्यु टु द ग्रेटनेस अफ मेस्सी। फिफाले गर्दा होइन, रेफ्रीले गर्दा होइन, बट मेस्सीले गर्दा हो। किनभने तिमीहरू अर्जेन्टिनाको गोल्स हेर होइन, मेस्सी हेज अ ह्युज इम्प्याक्ट अन इट। अब फर्स्ट गोलको कुरा गरौँ, मेस्सीकै डाइरेक्ट असिस्टमा थियो त्यो गोल अनि अ गुड हेडर बाई कुटी।
सेकेन्ड गोल मेसीले आफै हानेको। अब थर्ड गोलमा त्यस्तो धेरै इम्प्याक्ट थिएन, तर अफकोर्स अ ग्रेट गोल बाई एन्जो फर्नान्डेस। इफ अ टिम होइन, एउटा टिम 2 गोलले जितिरहेको छ अनि इन द लास्ट 15 मिनट्स अफ द गेम उनीहरूले त्यो लिड राख्न सक्दैनन् र अर्जेन्टिनाले 3 गोल हान्दिन्छ भने नि त्यो उनीहरूको गल्ती हो क्या। त्यो फिफाको गल्ती होइन, त्यो रेफ्रीको गल्ती होइन, किनभने त्यो गोल फिफाले नै हानेको होइन, न त रेफ्रीले हानेको। त्यो गेम हार्नुको रिजन इज इजिप्ट, नो वान एल्स बट इजिप्ट। किनभने इफ इजिप्ट कुड हेभ जस्ट हेल्ड द गेम फर 50 मिनट्स, अर्जेन्टिना वर्ल्ड कपबाट निस्किन्थ्यो र इजिप्ट वुड हेभ क्वालिफाइड फर द क्वार्टर फाइनल्स, तर दे कुड नट। अनि अभियसली इट इज ह्युमन साइकोलोजी साथीहरू, तिमीहरू हारेसी अफिसै रिक्ट भन्दै हिँड्ने नै हो होइन। अनि त्यो कोच एकदम रुन्चे नै हो त्यो मान्छे होइन। एफकन हार्दा पनि त्यसरी नै रोएको थियो, अब वर्ल्ड कपमा अर्जेन्टिनासँग हारेसी पनि त्यसरी नै रोयो। अनि अर्को कुरा भनेको पोलिटिक्स ल्याउने फुटबलमा। पोलिटिक्स हेज नो प्लेस इन फुटबल साथीहरू होइन। द इजिप्सियन कोच वाज ट्राइङ टु गेन सिम्पेथी बाई सेइङ एन्ड हुन्छ नि प्रिचिङ फर प्यालेस्टिन, एन्ड people started calling Messi a Zionist when in reality Messi has donated to Palestine multiple times. He's the peace ambassador of UNICEF. Ani, he also preaches for children rights. अब obviously तिमीहरूलाई चाहिँ म अर्जेन्टिना फ्यान भएर, बार्सा फ्यान भएर, मेस्सी फ्यान भएर मेरो ओपिनियन एकदम बायस छ जस्तो लागेको होला, तर म जेन्युनली भनिदिन्छु तिमीहरूलाई, आई ट्राइड टु एक्सप्लेन द रुल्स टु यु अल। मैले राम्ररी I tried my best to be neutral, किनभने तिमीहरू यति गेम हेर्छौ भने इफ यु गाइज वाच द लिग गेम्स तिमीलाई थाहा छ क्या द गेम वाज भेरी फेयर। अब इफ डिडियर डेस्टाम्स द म्यानेजर अफ फ्रान्स कम्स आउट सेइङ कि द गेम वाज टोटली फेयर, इफ द कोच अफ स्विजरल्यान्ड कम्स आउट सेइङ द गेम वाज फेयर, इफ टप प्लेयर्स come out saying the game was fair, even Peter Luigi Collina, one of the greatest referees of all time, a legend, the GOAT of referees, comes out with a statement saying the game was fair and the referees cannot be influenced by anyone. There's nothing you guys can say. किनभने तिमीहरूले भनेर हुने पनि के होइन, कसैलाई फरक पनि पर्दैन, कज हामीलाई थाहा छ तिमीहरू फुटबल हेर्दैनौ र यत्तिकै कराउने हो। अभियसली 2022 देखि एकदम नराम्रो न्यारेटिभ सेट भएको छ कि फिफालाई अर्जेन्टिनाले हेल्प गर्छ भनेर, तर द्याट इज जस्ट नट ट्रु। किनभने वेयर वाज फिफा वेन अर्जेन्टिना लस्ट इन 2014? वेयर वाज फिफा, वेयर वाज रेफ्रिज जब अर्जेन्टिना त्यति धेरै कोपा अमेरिका हार्यो? सो अभियसली गाइस, दिस इज जस्ट अ न्यारेटिभ सेट अप बाई अपोनेन्ट फ्यान्स, बाई राइभल्स, अनि इट्स बेस्ट यु डु नट बिलिभ देम। तर अफकोर्स एट द एन्ड अफ द डे सबैको आफ्नो ओपिनियन हुन्छ, कोही कोहीलाई रिग्ड हो जस्तो लाग्न सक्छ, कसैलाई रिग्ड होइन जस्तो लाग्न सक्छ। मैले नि तिमीहरूको माइन्ड चेन्ज गर्न खोज्ने हो, मैले तिमीहरूलाई यही पत्यो भन्न मिल्दैन। आई जस्ट क्यान गिभ यु फ्याक्ट्स, सो द्याट इज जस्ट फ्याक्ट्स कि द गेम वाज नट रिग्ड। मैले रुल्स पनि राम्ररी बुझाइदिएँ। अब त्यही हो कुरा, तिमीहरूलाई मेसी नमन पर्न सक्छ, मन पर्न सक्छ, तर एटलिस्ट वाट यु गाइज निड टु डु इज गिभ क्रेडिट वेयर इट्स ड्यू। इफ मेसीले राम्रो खेलेको छ, इफ अर्जेन्टिनाले राम्रो खेलेको छ भने राम्रो खेलेको भन्नुपर्छ। जस्ट बिकज अर्जेन्टिनाले राम्रो कमब्याक गर्यो भन्दैमा तिमीहरू रिग्ड भन्दै हिँड्नुपर्ने भनेर कहीँ लेखेको छैन। समटाइम्स साथीहरू, यु जस्ट निड टु एडमायर ग्रेटनेस, समटाइम्स यु जस्ट निड टु एक्सेप्ट ग्रेटनेस।